उहाँको जन्मघर प्युठान जिल्ला गौमुखी गाउँपालिका वार्ड नम्बर 1 अर्तुबाङमा पर्छ। उहाँको कर्मघर गौमुखी गाउँपालिका वार्ड नम्बर 3 खरा गाउँमा पर्छ। उहाँको नाम लक्ष्मी राणा घरती मगर हो र उहाँको श्रीमानको नाम धनबहादुर घरती मगर हो। उहाँको श्रीमान मेरो घरकै अङ्कल पर्नुहुन्छ। उहाँको श्रीमान र म एउटै दाजुभाइ हो। अनि उहाँको श्रीमान हाल वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा कार्यरत हुनुहुन्छ। घरको ताला चाबी, घरको जग्गा जमिन, घरको सम्पूर्ण व्यवहारका जिम्मेवारहरू सबै उहाँ आन्टीलाई सुम्पिएर उहाँ वैदेशिक रोजगारीमा हुनुहुन्छ मलेसियामा। आन्टी हजुरले यतिका समयसम्म घर धान्ने काम गर्नुभयो। अङ्कलले विदेशमा पसिना बगाउन र हजुरले घरमा एक्लै घर धान्न पक्कै पनि बाध्यता रहर थिएन होला। पक्कै पनि तपाईँ र अङ्कलको अनि घर परिवार समाज छर छिमेकको खुसीको लागि हो यतिका वर्षसम्म दुवैजनाले आफ्ना ठाउँबाट दुःख पीडा सहेर अब सुखको अनुभूति गर्ने बेलामा किन यस्तो निर्णय लिनुभयो? खै तपाईहरूको आन्तरिक घरैसी कुरो मलाई त्यति थाहा छैन। तर यसरी सम्पर्क विहीन हुँदा घर परिवार, माइती माउली, दाजुभाइ दिदीबहिनी, आफन्त छर छिमेकी दाजुभाइहरू अत्यन्तै पीडामा छौँ। तसर्थ हजुरले कहीँ कतै कुनै माध्यमबाट यो सूचना प्राप्त गर्नुभयो भने सम्पर्कमा आइदिनु होला। हजुरले हजुरको जिन्दगी अङ्कल भन्दा अर्कैसँग अर्कै तरिकाले जिउने निर्णय गर्नुभएको छ भने पनि कृपया जसरी भए पनि एकचोटि सम्पर्कमा आइदिनु होला। अनि घर परिवार, दाजुभाइ दिदीबहिनी, माइती माउली, छर छिमेकी सबैजना ढुक्क हुनेछौँ। कहीँ कतै कसैले भेटाउनुभयो देख्नुभयो भने पनि सम्बन्धित नम्बरमा सम्पर्क गरिदिनु होला। अनि सम्बन्धित नम्बर